अहिले चाहिँ भन्नुपर्दामा चाहिँ पूजासुजा सक्यो है गाडीको। अनि गाडीको पूजासुजा सकेर चाहिँ घर जाँदैछु है। घरमा म चाहिँ अहिले घर आइसकिसकेँ है। मेरो पछाडि छु भाइ। के गरेको? के खेलेको? हेर्नु नि रोड ब्लक्स खालि खेल्दै गर्छ नि यहीँ एकदम बिजी। आमा के गरेको? हेलो गरिदिनु न। हेलो गरिदिनु न। गर्नु न। भेरी गुड। भ्लग बनाएको नि। ल आमा है। अहिले चाहिँ स्कुटी ल्याइकन है। अब चाहिँ स्कुटी धुने हो है। उता स्कुटी स्टार्ट हुँदैछ। अहिले भर्खर थिएन नि त, यहाँ माथि गइकन ल्याइकन आएको नि त। दाएकोमा थियो कि अहिले चाहिँ युज गर्नुभएको थियो। अब चाहिँ स्कुटी धुने हो, फेरि पूजा गर्ने हो स्कुटीको है। बस गुड मॉर्निंग, आप सब ठीक ही होंगे। अभी मैं देख, ये हम लोग का स्कूटी, ये अभी इसका पूजा करेंगे। आज विश्वकर्मा पूजा है तो इसलिए। ठीक है, ओके बाय। अहिले चाहिँ पकौडा बनाउँदैछु होइन। अहिले चाहिँ किन भन्दाखेरि चाहिँ अल्छी लाग्यो घरमा बसेर है। यसो पकौडा बनाउँ भनेर चाहिँ पकौडा बनाउँदै गरेको नि त। यहाँ हेर्नु सक्नुहुन्छ है। यसलाई चाहिँ पुरा मेकिङ गर्दैछु। हेर्दैछौँ के हुन्छ है। तपाईँहरूलाई देखाउँदैछु। यसमा चाहिँ अहिले चाहिँ तेल गरम हुँदैछ है। तपाईँहरू पनि देखाउँदैछु, देखाउनु चाहिँ होइन। हेर्दैछु के हुन्छ। अहिले चाहिँ रेडी हुँदैछ है यो पकौडा चाहिँ। अहिले चाहिँ यति चाहिँ रेडी भइसक्यो है गाइस। यहाँ हेर्नु सक्नुहुन्छ तपाईँहरूले। यो चाहिँ रेडी हुँदैछ, यता पाक्दैछ हो। अनि यहाँ चाहिँ अलिकति रहेको छ, यो खालि रहेको छ होइन। यो सकेपछि फेरि तपाईँहरूलाई देखाउँछु एकपल्ट फेरि है। कस्तो लाग्छ होला यसो कमेन्ट पनि गरिदिनु होइन। सेयर पनि गरिदिनु होला, सब्सक्राइब पनि गरिदिनु है। ओके गाइस, मेरो काम चाहिँ सक्यो हो। थुक्थुक होइन भाइ? ए भिडियोमा छ नि, सिधै छ पनि। आउँछ ए अहिले सक्यो है बनाएर हो। रेडी छ एकदम। यो चाहिँ अहिले चाहिँ माइजू आएर खालि खायो हुन्छ है गाइस। ओके, आजको भ्लग म यहीँ एन्ड गर्छु है। टाटा बाई बाई।